सलिड गाइज यो हो हाम्रो बजाजको तर्फबाट आउने NS400 र आजको भिडियोमा चाहिँ म तपाईलाई NS400 फाइनान्स गर्दा कति डाउन पेमेन्ट दिनुपर्छ, तपाईको किस्ता कति हुनेवाला छ र के कस्तो डकुमेन्ट रिक्वायरमेन्ट हुन्छ सबै कुराको चाहिँ एकदम डिटेलमा जानकारी दिनेछु है त। र एट द सेम टाइम यसको प्राइस के छ र तपाईको यो चाहिँ तपाईको अन रोड प्राइस तपाईलाई कति पर्न जान्छ, मतलब बाइकको प्राइस अनि प्लस इन्स्योरेन्सहरु नामसारी गर्दा के कस्तो खर्च हुन्छ सबै कुरा चाहिँ एकदम डिटेलमा जानकारी दिनेछु है त। र जो साथीहरु फाइनान्समा लिने प्लानिङ गर्दै हुनुहुन्छ नि, सो डेफिनेटली यो भिडियो चाहिँ एकदम नछुटाइ हेर्नु होला है। र बाइ द वे दिस इज आवर NS400 वाट अ लभली मसिन यार, सही लाग्छ मलाई। र यो व्हाइट एन्ड ब्ल्याक कलर चाहिँ एकदम बेस्ट कलर हुन्छ कि NS मा। हुन त रेडमा नि आउँछ है, बट दिस वन लुक्स सो ड्याम ब्युटिफुल है त। तपाईले 140 को खतरा टायर आउँछ है, देख्नुभयो होला। डुअल डिस्क, डुअल च्यानल एबिएस, अन्डरबेली एक्जस्ट, 373 को सीसी को DOAC सेटअपमा इन्जिन आउँछ। यहाँ हेर्नुस् इन्जिन 373.27 सीसी को है त। 6 गियर आउँछ, लिक्विड कुल आउँछ यार, 40 PS को पावर, 35 न्यूटन मिटर टर्क, 43 mm को USD फोक सस्पेन्सन, 300 mm को डिस्क ब्रेक, 320 होला सायद है। बाबाले डुअल च्यानल एबिएस आउँछ, प्रोजेक्टर LED हेडलाइट, 4 वटा राइडिङ मोड आउँछ कि यसमा चाहिँ एडजस्टेबल आउँछ है। राइड बाई वायर, स्लिपर क्लच, ब्लुटुथ कनेक्टिभिटी, TFT इन्स्ट्रुमेन्ट कन्सोल ब्युटिफुल। यहाँ USB चार्जिङ पोर्ट, 12 लिटरको फ्युल ट्याङ्क, गजबको बिहार बिल्कुल है। स्विच क्वालिटी क्याप प्रिमियम छ, मिरर हेर्नुस् क्याप प्रिमियम छ। राइड बाई वायर आउँछ के, नयाँ टेक्नोलोजी। तपाईको अब यो चाहिँ थ्रटल चाहिँ पुरा सेन्सरबाट चाहिँ एक्टिभ हुन्छ। अब पहिला चाहिँ राइड बाई केबल आउँथ्यो है। यहाँ हेर्नुस् यो चाहिँ तपाईको क्लच चाहिँ केबलबाट कन्ट्रोल हुन्थ्यो भने यसमा चाहिँ तपाईको कुनै पनि केबलहरु आउँदैन के। सो यो चाहिँ दामी राम्रो। अनि तपाईको स्लिपर क्लच पनि आउँछ है। ल हेर्नुस् यहाँ चाहिँ कुनै पनि केबलहरु आउँदैन के, लेटेस्ट टेक्नोलोजी हुन्छ है। अनि सेफ्टीको कुरा गर्नुपर्दा डुअल च्यानल एबिएस, सो मेनी थिङ है। एकदम पावर पर्फर्मेन्स र तपाईको लेटेस्ट फिचरको चाहिँ सोलिड कम्बिनेसन रहेको छ हाम्रो N160 है त। र सीसी को हिसाबमा प्राइस पनि एकदम ठीक छ कि, कम्पेयर टु तपाईको 200 सीसी को बाइकले अरु बाइकहरु तपाईको 6 लाख पर्छ नि, यो तपाईको मात्र 5,76,900 मा तपाईले चाहिँ NS400 लान सक्नुहुन्छ है त। र बाइ द वे यो भिडियो बनाउन चाहिँ म चाहिँ आइसकेको छु हाम्रो चितवनको भर्तुङ रहेको NK मोटर्स बजाजको सोरुममा। र तपाईले हाम्रो सोरुमको मोबाइल नम्बर, लोकेसन सब यहाँ दिन्छु हैन, चट्ट आउनुस्, कल गर्नुस्, बुझ्नुस् त। ल बाउ हाम्रो डाउन पेमेन्ट टोटल कति लाग्छ र नम्बर 1 लेटेस्ट प्राइस 5,76,900, यो चाहिँ बाइकको प्राइस हो। अब धेरै साथीहरुले यसमा एक्स्ट्रा खर्च के लाग्छ भन्छस्। अब यसमा तपाईको इन्स्योरेन्स गर्नै पर्यो साथी। इन्स्योरेन्स हुन आउँछ तपाईको 11,739 रुपैयाँ, अनि तपाईको नामसारी 35 रुपैयाँ, 35 रुपैयाँ रे 35 है त। सो यो चाहिँ तपाईको खर्च हुन्छ। र टोटल गर्दा तपाईको अन रोड भेट्न आउँछ 5,92,140 रुपैयाँ चाहिँ 139 रुपैयाँ चाहिँ हुन आउँछ है। सो यो चाहिँ तपाईको टोटल कस्ट है त। ठीक छ। अब फाइनान्सको कुरा गरौँ। मिनिमम डाउन पेमेन्ट कति? मिनिमम तपाईले 40% डाउन पेमेन्ट गरेर चाहिँ यो बाइक लान सक्नुहुन्छ। र हुन त फाइनान्सको 3टा अप्सन छ हैन, 40%, 50%, 60% है। र तपाई जति धेरै डाउन पेमेन्ट दिनुभयो तपाईको किस्ता चाहिँ त्यति नै कम हुन आउँछ है त। र तपाईको बट तपाईसँग हैन पैसा छैन, एकमुष्ट पैसा छैन, म चाहिँ एकदम कम से कम डाउन पेमेन्ट गरेर बाइक लान्छु भने नि तपाईले कम से कममा 40% डाउन पेमेन्ट चाहिँ गर्न सक्नुहुन्छ। र 40% डाउन पेमेन्ट बाइ द वे हाम्रो यो फाइनान्स चाहिँ 3 वर्षको अथवा 36 महिनाको हुन्छ है। र डाउन पेमेन्ट गर्दा 40% डाउन पेमेन्ट गर्दा चाहिँ तपाईले 2,30,760 रुपैयाँ चाहिँ दिनुपर्छ। तपाईको किस्ता हुन आउँछ 11,661 रुपैयाँ र चार्ज हुन्छ इन्ट्रेस्ट तपाईको 11.99 12.99 भन्छ तपाईको 13% को ब्याज लाग्छ है त। अब आउँ यसमा तपाईको 50% डाउन पेमेन्टको कुरा गरौँ। 50% डाउन पेमेन्ट गर्दा तपाईको चाहिँ 2,88,450 रुपैयाँ दिनुपर्छ। 2,88,450 रुपैयाँ हैन, 450 रुपैयाँ। र त्यसपछि तपाईको किस्ता हुन आउँछ 9,579 रुपैयाँ, 9,579 रुपैयाँ है। र यसमा चाहिँ तपाईको इन्ट्रेस्ट रेट हुन आउँछ 11.99% है त। अब आउँ 60% डाउन पेमेन्ट गरौँ। 60% डाउन पेमेन्ट गर्नु भने तपाईले चाहिँ 3,46,140 रुपैयाँ तपाईले दिनुपर्छ। र तपाईको किस्ता हुन्छ मात्र 7,445 रुपैयाँ त। र वन्स अगेन जति धेरै डाउन पेमेन्ट त्यति कम किस्ता, र जति धेरै डाउन पेमेन्ट तपाईको ब्याज पनि कम हुन्छ। तपाईले 60% डाउन पेमेन्ट गर्नुभयो भने चाहिँ मात्र 9.99% चाहिँ तपाईले चाहिँ ब्याज दिनुपर्छ है त। सो निकै राम्रो रहेको छ है त। र वन्स अगेन अब यो त भइहाल्यो। अब नामसारी गर्दा के कागजात चाहिन्छ फाइनान्समा? नम्बर 1 तपाईलाई 60% डाउन पेमेन्टको कुरा गरौँ। यदि तपाईले 60% डाउन पेमेन्ट गर्नुहुन्छ भने मात्र तपाईले नागरिकता र लाइसेन्सको भरमै यो बाइक लान सक्नुहुन्छ है। 60% डाउन पेमेन्ट तपाईलाई न बिजुलीको बिल चाहियो, न तपाईलाई इन्कम स्टेटमेन्ट, न तपाईको बैंक स्टेटमेन्ट, केही पनि चाहिएन। बट एकजना नाम साक्षी चाहिँ चाहिन्छ है घरको मान्छे सही गर्नलाई। बट 60% चाहिँ सबैभन्दा सजिलो डाउन पेमेन्ट रहेछ है। डकुमेन्ट धेरै कम है। अब तपाईँ 40% र 50% डाउन पेमेन्ट गर्दा नम्बर 1 लाइसेन्स त चाहियो। बिना लाइसेन्स चाहिँ फाइनान्स हुँदैन है साथीहरु। बिना लाइसेन्स फाइनान्स हुँदैन। अब त्यसपछि तपाईले 40 र 50% गर्दा तपाईले देखाउनु पर्ने लाइसेन्स कागजात भनेको एउटा लाइसेन्स अनि इन्कम स्टेटमेन्ट
इन्कम स्टेटमेन्ट अथवा ब्याङ्क स्टेटमेन्ट के भन्छ होइन। अनि त्यसपछि तपाईँलाई अर्को देखाउनु पर्ने भनेको बिजुलीको बिल, नागरिकता, पासपोर्ट साइजको फोटो, घरको बिजुलीको बिल, अनि एकजना साक्षी मान्छे चाहिँ चाहिन्छ है। सबैभन्दा बेस्ट भनेको 60% के एकदम बिना झन्झट तपाईँले डकुमेन्ट सबमिट गर्नुभयो भने एक दिनमै तपाईँको चाहिँ बाइक रेडी हुन्छ, फाइनेन्स रेडी हुन्छ, बाइक लान सक्नुहुन्छ है त। ल यो थियो हाम्रो NS400 को मैले सबै कुरा भनिसकेँ। फाइनेन्स कति लाग्छ, टोटल खर्च कति लाग्छ सबै भन्दै। अब एकचोटि बसेर पनि देखाइदिउँ होइन। यो बाइकको बारेमा थोरै भन्नुपर्दा चाहिँ 174 kg हुन्छ वेट होइन। 168 mm को ग्राउन्ड क्लियरेन्स, 807 mm को हाइट हुन्छ। अनि त्यसपछि तपाईँको 12 लिटरको फ्युल ट्याङ्क, लगभग 25 देखि 35 को माइलेज यो चाहिँ निकालेर दिन्छ तपाईँलाई है। र 6 स्पिडको गियर बक्स, स्लिपर क्लच सबै आउँछ। र चढेर हेर हाइटको कुरा गर्नुपर्दा मेरो हाइट चाहिँ 5 फुट 5 इन्च हो होइन। ल हेर्नुहोस् मैले चाहिँ मजासँग भेट्छु, टोटल्ली फ्ल्याट त छैन है, मेरो खुट्टा देख्नुभयो होला, बट आई क्यान राइड भेरी इजिली। ल यता पनि हेर्नुहोस् है त, र तपाईँको भ्यू हेर्नुहोस् यस्तो हुन्छ है। ल सबैभन्दा राम्रो भनेको चाहिँ प्रिमियम TF इन्स्ट्रुमेन्ट कन्सोल आउँछ कि, गियर पोजिसन इन्डिकेटर, 4वटा राइडिङ मोड, रोड, स्पोर्ट, रेन, अफ रोड, अनि अर्को स्क्रिन पनि आउँछ, ट्र्याक्सन कन्ट्रोल आउँछ, डुअल च्यानल ABS है, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट, म्यासेज, म्यापहरू, टर्न बाई नेभिगेसन, अनि तपाईँको USB चार्जिङ पोर्ट ला हेर्नुहोस् है। अनि मस्कुलर बिल्ड क्वालिटी, वाइड एङ्गल बार, ह्याजर्डको लाइट, स्विच क्वालिटी नि गजबको प्रिमियम छ हो बाइकको त, सही लाग्छ मलाई है त। ल अनि स्लिपर क्लच आउँछ, एडजस्टेबल लिभरहरू आउँछ होइन, यो पनि एडजस्टेबल छ, राइड बाई वायर आउँछ, मिटर प्रिमियम छ है। र यो बाइकको सबैभन्दा बेस्ट भनेको के भन्दा बजाज नै एउटा यस्तो कम्पनी हो कि जसले चाहिँ तपाईँलाई कमसेकम प्राइसमा चाहिँ धेरै सिसी दिन्छ र धेरै फिचर दिन्छ। लाइक तपाईँको हेर्नु न यो 373cc को इन्जिन हो, मात्र तपाईँको 5,76,000 अब तपाईँले मात्र प्राइस मात्रै हेर्नुहुन्छ ओ कति महँगो जस्तो लाग्ला, बट यसमा हेर्नु न इन्जिन हेर्नुहोस्, तपाईँको सेफ्टी फिचर हेर्नुहोस्, लेटेस्ट फिचरहरू हेर्नुहोस् है, हार्डवेयर हेर्नुहोस् के गजबको रहेको छ कि। तपाईँको डुक 200 है 200cc को बाइकलाई तपाईँको 6 लाख पर्छ यार। यो त तपाईँलाई बजाजले होइन त्योभन्दा नि बढी पावरफुल मसिन दिएको छ र त्योभन्दा नि धेरै फिचर दिएको छ, मात्र 5,76,900 है त। बट मैले डुक 200 नराम्रो भन्न खोजेँ होइन है, तपाईँको डुक 200 को प्राइसमा चाहिँ यो बाइक आउँछ कि बेटर भ्यालु फर मनी भन्न खोजेँ कि है। र फेरि डुक 200 लिने केटाहरूले फेरि मलाई ओ यार तपाईँले यस्तो भन्यो उस्तो भन्यो होला, मैले त्यस्तो नराम्रो भन्न खोजेँ कि, मैले भन्न खोजेँ तपाईँले पे गर्ने प्राइसमा चाहिँ विच इज गिभ्स युज द मोस्ट भ्यालु भनेको के, भ्यालु खोज्न चाहिँ यो है। र यसमा एउटा कुरा मैले अघि नै जोड्न सकेँ, यसमा चाहिँ तपाईँलाई पछाडि डुअल च्यानल डुअल डिस्क त भइहाल्यो, यसमा तपाईँलाई ट्र्याक्सन कन्ट्रोल पनि दिन्छ कि। सो ट्र्याक्सन कन्ट्रोलले चाहिँ बेसिकली के गर्छ भन्दाखेरि तपाईँले 81 थ्रोटल दिँदाखेरि तपाईँको चक्का चाहिँ रोटेट भएर बढी पावर 81 आयो भने रोटेट भएर सिल्काएर लड्ने डर हुन्छ कि। सो ट्र्याक्सन कन्ट्रोलले चाहिँ त्यस्तो अवस्थामा तपाईँको चक्कालाई स्लिप हुन दिँदैन। सेफ्टीको फिचरले त धेरै राम्रो छ क्या, डुअल डिस्क, डुअल च्यानल ABS भइहाल्यो है। अनि सस्पेन्सन नि तपाईँको नाइट्रोक्सको ग्यास चार्जवाला छ है, र बाइक चाहिँ एकदम कन्ट्रोलेबल रहेको छ है, मजाको रहेको छ। ल साथीहरू यो थियो हाम्रो NS400 को डिटेल भिडियो होइन। अब तपाईँलाई कति दिनुपर्छ, कति लाग्छ, के कस्तो एक्स्ट्रा खर्च हुन्छ, कागजात कस्तो चाहिन्छ र कहाँ पाइन्छ सबै कुरा मैले भनिदिइहालेँ होइन। अब चाहिँ टक्क सोरुममा आउनुहोस्, टेस्ट ड्राइभ लिनुहोस् र सबै कुरा बुझ्नु होला भन्दै बिदा लिन्छ है।